हेलो गाइस, आज हामी खाजा खान जाने भएको अरू केही पनि काम गर्दैनौँ। अब हामी जाँदैछौँ कोटेश्वर चोकमा। यहाँ हुनुहुन्छ आमा दिदी। अब हामी हामी कहाँ जाँदैछौँ भन्दाखेरि हामी चिया खान जाँदैछौँ नयाँ ठाउँमा। यिनीले राम्रो छ भनेर ल्याएको छ नि होइन, राम्रो रहन्छ भने त्यसलाई त्यही त्यो कोटेश्वरमा फेरि चिया मिठो रहेछ भने तिमी यहाँ पाउनु है त। 2 कप मैले खाएँ। 2 कप सबैजना सुन्नुहोस्, यदि त्यहाँनिर खाजा पनि पाएन, मिठो पाएन भने यसलाई म त हजुर यसरी नै गरेर कुट्छु, सबैलाई देखाएरै कुट्छु। थ्याङ्क यू। होइन त्यहाँ कोटेश्वर चोकमा त्यो फोहोरको गाडी हालेर मोबाइल चाहिँ लिएर फोहोरको गाडी त अघि बिहान गइसक्यो। सस्तिकालाई लानु भनेको यस्तो कुहिएको त लाँदैन भने अनिसँग लगेर त लान्न भन्नु अनि धेरै कुहिएको बनाउँछ भनेर लाने भनेर हिजो मैले यसको मोबाइल झार्दैन, अस्तिको दिन बिन्तेर झार्दैन। मेरो मोबाइल सबले समात्यो कि झराल दिइहाल्छ। यसलाई समायो भने कुन चाहिँ केटाको पेटमा छोडिदिएको त भुइँमा फ्याँक्लाङ मोबाइल त हात यस्तो गरेर अनि पछाडि हेर्ने। के गरे होला यस्तो कोहीलाई टेकेर त्यही हो साथीहरू। अब हामी तपाईँहरू पनि अब कोटेश्वरको नजिकै राम्रो क्याफेहरू गर्दै हुनुहुन्छ भने त्यही आउनु होला। म अब त्यहाँ गएर त्यहाँको फुल भिडियो देखाउँछु होइन। ल त्यही गएर देखाउँदा ल हामी आइसकेका छौँ गाइजहरू होइन। यहाँभित्र जाउँ अब कस्तो छ, कस्तो शीतल भयो गरमी आऊ कस्तो चिसो यार। गर्मी आइसक्यो फेरि यहाँ देख्न सक्नुहुन्छ होइन, यहाँ भने हामी देख्न सक्नुहुन्छ। हाई होइन, कति राम्रा केटीहरू हुन्। हामी आइसकेका छौँ होइन। अब हामी यहाँ केटीहरूले मलाई पनि केटी बनाइदियो। यहाँको रिभ्यू कस्तो आउँछ देख्न सक्नुहुन्छ। यहाँ मेनु यहाँ देख्न सक्नुहुन्छ। यस्तो छ होइन। तपाईँहरू के खाने? तपाईँहरूलाई मैले एकचोटि देखाएको थिएँ। तपाईँहरू कोही कोटेश्वरको नजिकै हुनुहुन्छ भने यहाँ आउन सक्नुहुन्छ। ल जे हेर चिया चाहिँ पहिले भन। फेरि हाम्रो साथी ऐना दियो कि हेर्न गइहाल्नु पर्छ होइन। ऐना दियो कि कता छ ऐना खोज्दै खोज्दै हेर्न जानुपर्ने के फेरि। हाम्रो चिया आइसक्यो। ल लिगाउँ न चिया साथी, चिया लिगाउँ न। साथी मोबाइलमा व्यस्त हुनुहुन्छ। यो त साथीहरू भगवान्लाई पूजा गरेर मात्र चढाएर मात्र खानुहुने अरे। किमा नुडल आइसकेको छ। यो देख्न सक्नुहुन्छ कति राम्रो खाउँ यहाँ बाँकी अर्डरहरू पनि आइसकेको छ। साथीहरू धमाधम खाँदैछन् होइन। फुर्सद छैन यहाँलाई। कति मिठो मानेर खानु भएको। कस्तो चाबा धमाधम खाँदैछन् साथीहरू। ओइ तिमीले चढायौ पहिला भगवान्लाई? खाजा खाएर निस्किसकेका छौँ। खाजा मिठो ठिकै हो। चिया चाहिँ हत्सा थियो, खाजा चाहिँ ठिकै हो। चिया चाहिँ मिठो थियो होइन, तर गुलियो अलिक बढी थियो। गुलियो मन पर्नेलाई त मिठो थियो नि त। मन पर्नेलाई चाहिँ मिठो थियो। अनि त्यसपछि किमा नुडलमा धन्न किमा र नुडल चाहिँ थियो।
अर्को क्या यति चाहिँ थियो मुरमा आलु खाएको होइन त्यो चाहिँ मुरमा आलु। आलु जस्तो थियो होइन छोइलामा मस्त मिठो अनि यस्तो यस्तो मिठी मिठी अनि भोक लागेको बेला मिठै हुने थियो मोमो चाहिँ के भन्नुहुँदै थियो केहीमा नि हुँदैन तिम्रो मुखमा नुन आएको पहिले मुखमा नुन हालेर राखेको थियो होला चर्को त थिएन कि चिया होला चर्को चिया चक्कै थियो नुन कुल्यो जस्तो चिया के छ होला फर्स्ट अनि त्यही थियो तर ठाउँ चाहिँ बस्ने ठाउँ स्पेसहरू चाहिँ थियो टन्नै वातावरण पनि राम्रै थियो नमिठो भने त्यही खानेकुरा मात्रै टेनमा वान ठाउँ चाहिँ एस्थेटिक नै थियो ल 10 मा कति दिन्छौ तिमी एम्बियन्सलाई त म 8 दिन्छु होइन बाहिरकोलाई बाहिरको स्पेसलाई खानेकुरा त 3 10 मा 3 चियालाई छुट्टै देऊ भयो चियालाई 9 म त 9 बढ्यो त 9 मिठो थियो चिया चाहिँ अरू चाहिँ त्यस्तै त्यस्तै हो। दामी भन्दै थियो अहिले मैले गुल्यो थियो भने चाहिँ गुल्यो गरेँ अनि गुल्यो थियो नि त मिठो त मिठो थियो नि त यत्रो 8 दिइराख्छु 9 दिइराख्छु गुल्यो चाहिँ 9 दिइराख्छु हामी त्यही अब हाम्रो काम भनेको खाजा खाने मात्रै हो होइन चाहिँ खाजा खाने बेलामा हामीले भ्लग बनाउने अब हामी खाजा खाने नयाँ नयाँ ठाउँमा जान्छौँ हामी नयाँ नयाँ क्याफेहरू कता कता खोल्यो हामी अब यहाँनिर भ्लग चाहिँ क्याफे होपिङ हुन्छ होइन क्याफे होपिङ अब चाहिँ केही हुँदैन त्यही हो अब हामी अर्को भ्लग चाहिँ अर्को क्याफेमा जाँदाखेरि बनाउँछौँ कुनै दिन नयाँ क्याफे नयाँ क्याफे भेटायौँ भने चाहिँ त्यहाँ फेरि हामीले त्यहाँ यदि कोही कोटेश्वर एरियामा बस्नुहुन्छ भने नयाँ क्याफे कता कता छ अरे यस्तो चाहिँ है फेरि त्यो के अरे कि भट्टी जस्तो होइन भट्टीमा चिया खान जान्छन् र अनि यस्तो तातो चिया ए चिसो चिया चिसो चिया तातो चिया खाने ठाउँ चाहिँ तातो चिया हामीले राम्रो त्यसो भन्दा प्लेस कमै त्यही हो गर्मीले पाक्न आँटिसक्यो 30 डिग्री फिल्सलाई 50 डिग्री अरू भने त्यस्तो होला गाइस